दाइ पहिल्यैदेखि नै कलिलो मान्छे अहिलेसम्म आउँदा पनि उस्तै हुनुहुन्छ होइन, यसको कारण के हो दाइ? मभन्दा त धेरै जेठो मान्छे हुनुहुन्छ। तिमीमा जेठो हो, कलिलो खासै कलिलो छैन दाइ। दाइ त लगभग मैले भनिसकेँ अघि नै, अब अर्को अघिल्लो पार्टमै भनिसकेँ, यो दारू बिना नबाच्ने मान्छे। अब दारूले त सबै पोषण शोषण गोषण सबै गरिसक्यो, सक्यो तापनि अब खासै उ भएन। हिजो चाहिँ हामी लगभग 13-14देखि हाम्रो त अहिलेको नानी बाबुहरू यो ऊ खाएर हो कि गाउँघरका नखाएर यिनीहरू छिटो बन्ने खाएर होला कि 14 वर्ष 15 वर्षमा त यी नानीको पैसा आउने। हामी त 18-19 वर्षपछि बल्ल पैसा आउँथ्यो। त्यति बेला खानापिनाको त्यस्तै हालत, बसाइ सरसफाइ त्यस्तै थियो त्यतिका जेनेरेसन। खासै कलिलो म छैन, हामी कलिलो अहिलेको हजुरको छोराछोरी, हाम्रा छोराछोरी, हाम्रा इष्टमित्रको छोराछोरीले जस्तो बजारमा बसेर यत्तिको सरसफाइ खुवाइपाइ लालन पालन गरेर हामी लगभग मेगा स्टार अनमोल केसी भन्दा कम्ती थिएन। 1 नम्बर थियो, 2 नम्बर त अब त्यही लतरे भयो नि। अनमोल केसी यत्तिकै लगभग हुन्थ्यौँ होला त्यति बेला हाम्रो जमानामा। हामीलाई साथ दिन्छ, साथ जहाँ पनि साथ चाहिने, साथ दिने मान्छे थिएन, कोही चाहिँ थिएन साथ दिने मान्छे। हामीसँग गीत गाउन नि आउँथ्यो। हामी पछिका साथीहरू जब यो अहिलेको मित्रहरू, पत्रकार मित्रहरू, अहिलेको अनलाइन भाइलोगहरूले गर्दाखेरि धेरै मान्छेहरू, त्यति बेला हामी त यति बेलाको त राजे मल्ल भन्दा नि माथि जान्थ्यौँ होला। पातला थियौँ, रूपले राम्रा पनि थियौँ, अनि सबभन्दा सम्पत्तिले प्रपत्तिले आर्थिकमा जोडिने रहेछ भाइ। अनमोल केसी मेगा स्टार अनमोल केसी भन्दा हामी कम्ती थिएनौँ त्यति बेला हाम्रो जमाना। तपाईँ पहिला भन्दा अझ जवानी देखिनु भएको क्या? जवानी त मेहन्दीले कपाल सेतो बनाउँछ भाइ। अब जवानी हामी छैनौँ। हामी डोरी ज्योति लगभग मेडिकलले नै अब मर्छ यो मान्छे। अब लगभग काम लाग्न अब इच्छा एकचोटि हजुरलाई थाहै छ, अब डोहाको मेडिकल हमार हस्पिटलले उसको इच्छा पुरा गर्न देऊ, इच्छाको खाना खाऊ भने एउटा नेपालले। त्यो भएर काहीँ त्यसरी नि त लगभग हामी हिजोको दिनमा हामीले सहयोग गर्ने मान्छे भए अब क्यापेसिटी थियो। जस्तो अहिले त हाम्रा आफ्ना मान्छे धेरै हुन्छ। काठमाडौँमा आयो देवेन्द्र घटीमा जोइन हुनुहुन्छ, तलको टेनेन्द्र थापा छन्, हाम्रो आफ्ना मान्छेहरू छन्। हाम्रा सबै आफ्ना मान्छेहरू हुन्। अब हाम्रो अहिलेको कार्यवाहक मेयर हाम्रो भाइ हुन्। अनि यस्तो यस्तो धेरै मान्छेको सहुलियतले धेरै मान्छेहरू माथि पुगे। त्यति बेला त हाम्रो कीर्ति त धेरै थियो नि भाइ। हाम्रो त हामीसँग त क्षमता धेरै थियो नि। यो बसपार एरियामा त अब बोल्न लाग्यो भने कुदेर चोरले लगत्ते अहिले लगभग यस्तो चोर राख्ने पनि छैन काठमाडौँ। त्यो भएर दुःख लाग्छ। अलि छिट्टै जन्मिएछ जस्तो महसुस गर्दैन। अब छिट्टै जन्मिएछ जस्तो महसुस गर्दैन। ठिक छ, हाम्रा छोरा छन्, छोरी छन्, सबै चिज छन्। सबै चिजहरूलाई यो देशका हामी त रङ्गी देशका, हाम्रो देश भनेको अब औषधिको देश, हाम्रो देश भनेको विश्व शान्तिको देश। के गर्ने नेताहरू अभिनेता भए। जति सत्य घुसखोरी नगर्ने मान्छे तपाईँ हामी नेता बन्न खोज्छौँ, नेता होइन। अभिनेता जस्तो फिल्ममा राजे हमाललाई यो एक्टिङ गर, त्यहाँ गएर हिरोइनसँग सुट, त्यहाँ गएर उ गर भन्ने त्यस्ता मान्छेहरू देश भनेको। हाम्रो देशका नेता भनेको चाइनाको, भारतको, अमेरिकाको उसको चलेका यी नेताहरूले देश विकास गर्दैनन्। देश विकास नगर्ने भएर मात्रै त हामी विकसित देशको म गएर बसेर उ गर्दाखेरिको इतिहास हेर्दाखेरि हाम्रो देशमा त केही पनि छैन जस्तो लाग्छ। तापनि ल भाइ, अब यही हो। हामी चाहिँ सङ्घर्ष गर्नु छ। अब आउने चुनावहरूमा
अत्यन्तै राम्रो। मेरो बाउ नभने त खराब मान्छे बाउलाई पनि लात्ताले गर्ने, काकालाई पनि लात्ताले गर्ने, उ गर्ने। परको शत्रु छ, राम्रो काम गर्ने त्यस्ता मान्छेहरूलाई उठाएर बरु देश हुन्छ। मेरो देश बन्दैन, त्यही हो। देशतिर गयो जिन्दगी नै देशले लतारेको त हामीलाई लेबर बनाएको कसले? एउटा अहिले सफा गर्न जाने मान्छेले 2 लाख 3 लाख रुपियाँ ल्याउँछ, या लेडिज होस् या जेन्ट्स होस्, त्यसलाई भनेपछि बिगारेको कसले त? कोठा बिगारेर देशले नीति कस्तो छ? फेरि 10,000मा अब विदेश जाने भने त आज 4-5 वर्ष आयो। त्यो 5 वर्षदेखि भनेको छ। उही नेताको त मान्छेहरूले यहाँ त रात दिन भएको भन्दा धेरै अब घुसखोरी गरिरहेको। त्यस्तो देश हो, के गर्ने? देश त हाम्रो सुन्दर देश, सुन्दरलाई पवित्र ठाउँलाई अपवित्र बनाउने त नेताहरूले गरेका छन्। सबभन्दा अरूले कहिले पनि गरेका छन्। गुन्डा कसका नेताका, चोर कसका नेताका, ढाकको जनता नेताका। यो भएर भाइ त्यही हो प्रसङ्ग भनेको। दुःख लाग्छ जाँदै जाँदै गर्दा राजनीति जोडिन्छ। राजनीतिसँग जोड्दाखेरि नेतासँग जोडिन्छ कुरो। गल्ती भनेको हामी नै छौँ। 1 बोतल बियरमा, 1 प्लेट मासुमा, 1 बोतल रममा हामी बिग्दाखेरि देश अब संसारै बिग्ने। अब ठुल्ठुला उहरूमा हाजिर जवाब बनाउनु पनि संसारमा सबभन्दा धेरै बिग्ने देश कुन हो भन्दाखेरि नेपाल हो भन्ने किसिमको 1 नम्बरमा आउला जस्तो छैन। आउला जस्तो लाग्छ मलाई। आइसक्यो भ्रष्टहरूको त आइसक्नु लाग्यो। हामी सबै जनतै उल्टा छौँ। एउटा सामान्य उदाहरण दिन्छु। एउटा पिकअपमा 5 जना तलमाथिको 5, 6, 7 जनाको क्यापेसिटी हुन्छ। 7 जनाको क्यारी ब्याग भनेको अब बोक्ने झोला जस्तो 1 ब्याग बोक्ने झोला त्यस्तो आउँछ। हामी अब मर्ने गरेर चढ्छौँ। गल्ती त जनताको पनि छ। त्यो नीति सरकारले ल्याइदिएन, लिनु न पनि। यिनी सबै सरकारका छन्। त्यो भएर म धेरै भन्न चाहेन भाइ। देश हाम्रो देश बिग्रिएको देश हो। बिग्रिएको देशमा मसँग बोल्न मन चाहिँ धेरै छ, धेरै छ। देश किन बिग्रियो भने मैले आफैले भने त। नेताजीहरू, महानेताजीहरू, मन्त्रीहरू, महामन्त्रीहरू सबै अभिनेता हुनुहुन्छ। कसैको यो कलफोनको भरमा कहिले लाइन चौरी हुनुहुन्छ, कहिले चाइनिज हुनुहुन्छ, कहिले के हुनुहुन्छ। यस्ता यो भएर अझै उ गरेन। यो अलिअलि मैले बालिन शाहको अलिअलि ल्याएको थिएँ। बालिन शाह पनि अब मौनै बसे। अस्तिको जेएनजी भने जेएनजीहरू कहिले कसैले भन्छ अब राजाबारी ज्ञानेन्द्र शाहका, एमालेका अनि माओवादीका कार्यकर्ता भन्छन्। कहिले भन्छन् काङ्ग्रेसका भन्छन्, कहिले के भन्छन्। जहाँ पनि देश चाहिँ हाम्रो बिग्रिएको। बाध्यता हरेक नेपालीहरूलाई विदेश जान बाध्यता बनाएको देशले नै हो, देशका नेताहरूले नै। देशमा तर तपाईँ एउटा सामान्य कुरा दिनमा एउटा पासपोर्ट बाँध्ने ठाउँमा कति इन्कम छ? 83-84 हजारभन्दा माथि भयो। एउटा पेटमा भोलि बोकेको बच्चा जन्मिने बित्तिकै 84-85 हजार रुपियाँ ऋण बोक्नुपर्छ नेपाल। त्यो छोराले के काम गर्छ? त्यो ऋण बोकेको छोराले धनाढ्य देशमा पुरा भत्ता दिन्छ। यस्तो भइरहेछ भाइ, यस्तो भइरहेछ देशमा। त्यो भएर अब यस्तो जिन्दगीको कथा।